त्यही भएर एघारगाउँमा के छ बरु यहाँ उसमा गएर कुरा गरे कि वाट्सएपमा होइन हिजोदेखि के भनिरहेको छ मलाई मैले एक शब्द भन्छन् कि ल ठिकै छ नि त इग्नोर 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 तर मान्छेलाई कति भनेको म मेरो भिडियो छ के भिडियो छ म यहाँनिर कुनै पनि मान्छे मेसेज गर्छ नि हाई हेलो ओके यस्तो भन्छु तर त्यो भिडियो सिडियोमा जाने केटी होइन क्या सारा त हटाउने भाइ दुईटालाई हटा भने मुजी नबोला नि चुप यार ल के भयो सब झार यो यसको यो होइन यस्तो के जब होइन मान्छेलाई केही न केही नत्र अरूसँग पनि डिस्कस हुन्छ र योसँग हुन्छ त नि योसँग भन्न त के छ रिजन गिफ्टहरू लाने सकिन्छ उनीहरूको गिफ्टरले मलाई दियो किन डाहा लाग्यो भयो कि यार त कस्तो खालको त छुट्नु छिटो हटा गिफ्टरहरू भने त्यस्तो आज कस्तो भोलि कस्तो यसलाई जब कि खुद होइन यस्तो फेक चाहिँ छैन कि यो रियलै त्यसलाई पनि हटा भने दुईजनै पालो बोल न झगडा नगरिकन त्यसरी झगडा गर्नुहुन्न कि एकबारको गाउँमा कस्तो घटना घटिरहेछ समिरा हाम्रो गाउँमा हेर न दिउँसै किडन्याप गरेर लगिरहेको चाहिएको त खोजेकै त्यही हेर्नलाई के भएको रे हिजो दिउँसै आधा वैसी केटालाई किडन्याप गरेर लगिरहेछ क्या पुलिसहरू आएर त खोज्नलाई सिसी क्यामेरा पनि हेर्ने भनेको सिसी क्यामेरा पनि बिग्रेको रहेछ मलाई त क्या डर लाग्यो बाहिर जानु अब त लौ न कुन ठाउँ किन खै त्यस्तै त्यो चाहिँ बाउजी झाँक्री गर्दै छोरा चाहिँ हल्का बाउलाई सहयोग गर्थ्यो खै कसले लग्यो सम्म भेटेकै छैन मलाई झन् रिस उठिसक्यो है अहिले मैले हेर के गर्छु लास कुदाइदिन्छु थाहा होला कस्तो मान्छे छ होला लाएर बस्यो है केटी हो सबैजना तिमीहरू झगडा गर्यो म त भिडियो पनि अफ गर्छु बस्छु के मन लागेको झगडा हेर्न मलाई त मन पर्छ यार सुन्न मजा लाग्छ क्या अनि यहाँ भोक लाग्छ यस्तो मजा आउँछ झगडा यस्तो के झगडा गर्नु पनि मजा माया हो सबैलाई माया रमाइलो पनि म लास्ट कुदाइदिन्छु अहिले एकछिन न कसरी मान्छेहरूले एकै ठाउँमा बस्नेहरू झगडा गर्ने मान्छेहरूले भोलि हाम्रै खुट्टा तान्छ कि त्यही भएर चुप लाग्नु न त्यो त हो पनि यस्तो एकछिनमा बोल्छु चुप लागाइ यो त्यताका कुरा गर्ने भने झराले अरू कुरा गर त्यताका कुरा नगर छ तिमी दुईजना उतै नम्बर दिन्छु म अनि उतै कुरा गरौँ अरू कुरा गर के जाऊ बरु गेम खेल्न आउँछ यसलाई मजाले गेम हान्न पर्ने भयो त्यो कि हान्नु पर्ने तेरे साथ साथ में सुनिता तिमी नै झगडा गर न अलिअलि गर्दैन म त